आज बिदाको दिन। अब यही गाई फार्म यिनीहरूसँगै काममा व्यस्त भएर बिताउने हो। जाडो छ बेसगरी चाहिँ के भन्ने हो, घामला होइन, जाडो चाहिँ राम्रै छ, चिसो छ। अब बिदाको सदस्यले घाँस काटेर गर्ने विचार छ। घाँस काट्ने ज्यान तताउने, जाडो छ। अब बर्सिम खेतमा जानु पर्यो। बर्सिम लगाएको ठाउँमा मकैको बाटो हुँदै 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 जाने हो। ल हेर्नुहोस्, शीत हेर्नुहोस् कस्तो छ। हेर्नु त, चिसो छ आज बहुत। ए गाँजाको जङ्गलै भइसक्यो, यसलाई उक्काएर फाल्न छ। अब यो अवैध हो नि त। यो हुन त ग्रिन टीको लागि राम्रो हुन्छ, तैपनि फालिदिने नराख्ने। यो चाहिँ बक्ला सिम, यो सधैँ लगाइन्छ हामीले यो कुलोको आडमा। राम्रो छ बक्ला सिमी, मिठो पनि हुन्छ खाना। तराईतिरको साग फुलेर यहाँ ठुलो भइसक्यो। यो पहाडिया साग होला जहाँसम्म लाग्छ। नेपियर घाँस पनि बढेर हर्लकै भएछ। अब यो चाहिँ त भुस्सा खुवाउँदाखेरि भुस्सामा मोल्ने हो। यसलाई टक्क लाएर अझै साल घाँस खेतमा पुग्न। यो मसुरो खेती हो। यो टक्क लाएर मसुरो खेती। यता मकै छ, यता मसुरो छ, मसुरोभित्र तोरी छ अलिअलि। यो त हाम्रो होइन, आलु मुसाले खाएछ। कस्तो मजाले खाएको यार। मकै खेती अब धान चामल छोड्न लाग्छ यो मकै खेतीले। अब यहाँ राजमा थियो, क्या राम्रो मकैमा पानी लाउँदाखेरि सब चैट भयो। यस्तो छ अहिले, यो सुकेर भ्याइयो। यो आशै छैन। मकै खेती यस्तो छ, पुरा धान चामल छोडिरहेछ। अब रेडी भएको छ। अब घाम लाए त छोडिहाल्थ्यो। एउटाले छोडिसक्यो, अरूले पनि छोड्दैछ। अब यता यो गहुँ खेती हो। यहीँ 6 बिघामा गहुँ खेती छ। यहाँ 6 बिघामा पानी पहिले लगाउनु पर्ने हो के। यो काम गर्ने मान्छे बडा आइटमको छ, कहिले लाउने हो थाहा छैन। उहाँ पम्पसेट तयार गर्दैछन् त। टक्क पम्पसेटको लागि तयारी गर्दैछन् त्यहाँ बसेर। पानी पाइप बिछाइरहेछन्, अब लाउँछन् होला। तर ढिलो भइसक्यो यो गाउँमा पानी लाउन। अरूका गाउँ पसाउने बेला हुन लागिसक्यो। यिनीहरू बल्ल लाउँदैछन्। यहाँ बर्सिम घाँसको खेत चाहिँ यो हो। यहाँ बल्ल आइपुगिँदैछ। घाँस पनि ठुलो ठुलो छ, तर जाडो छ, शीत छ, काट्न त गाह्रै छ। अब पशुपालन गरेपछि यी यस्ता कामहरूलाई झन्झट मान्नु हुँदैन। अब यो काम जे गरिन्छ त्यसैमा रमाउने हो। पल हन्नाले द मोर यु आर बिजी द मोर यु हेभ द लिजर टाइम भने हन्।
जति काम गर रमाएर गर बास। लिजर त्यही हो। लिजर पिरियडमा पनि त हामी काम त गरिरहन्छौँ केही न केही, तर आनन्द लिन्छौँ हामीले। त्यही हो। ल यहाँ आइपुग्यो खेतमा। अब यहाँ घाँस कटाइ त भइरहेकै छ। अब म पनि काट्छु। दाजु जाडो छ नि त, घाँस काट्नु पर्यो। बर्सिन झलेपछि हो चारैतिर हो है। हँसिया नलाइ नि हँसिया आउँछ हौ खैवाला लागेको थिएन रेती त लगाएको मैले। अगाडिबाट पनि हामी गएको छ कई दिन चलिआइछन् ठन्डी मौसम। किशोर कितना दिन रही है ठंडिया? मघवा भर है गड़बड़ा जाइए। करते हैं ना आज छुट्टी को दिन। काटी घाँस चाहिँ लामो छ दोहोरो। यो भर्खर काटेको यो 2 दिन भयो पलाइ भएछ। यो राम्रो पलाउँछ। यता त बढी भएछ त 3-4 दिन पनि भयो छैन यो काटेको। तर यसको बिर्जी मस्त छ। यो बर्सिम घाँस फेरि यस्तो घाँस हो नि, यसलाई मुसाले बहुत रुचाउँछ। ल हेर्नुहोस्, ए मुसाले खाएर मस्त पुवाल पारेको छ। ठाउँ ठाउँमा पुवाल पारेर खाइरहेछ मुसाले। घाँस यस्तो राम्रो हो। अब यो कोलिया काटेको 15 दिन त भयो छैन, 10 दिन जति भयो होला यो पल्लो कोलिया काटेको। अब यत्रो भइसक्यो। अब 10 दिन पछि त लगभग यो काटे लायक हो गइल बा। भोजपुरी भाषामा काटे लायक हो गइल बा भन्छ हैन। अब यस्तो छ। टक्क भाइको त्यहाँ फेरि कागती खेती छ। यहाँ पहिला कुखुरा फार्म थियो, अहिले छैन। यसको हाइट चाहिँ राम्रो छ, ज्यादा छ यो। और केना दिन चली हो है कोलिया? 5 दिन तो हो गए ना, खाली इतना भर गए ना 5 दिन में जाए। और 7-8 दिन, हाँ 7-8 दिन अझै चल्छ यो कोलिया। त्यसपछि त उता नि होला नि, घाँस पनि पुर्याउनु पर्ने छ परल र उसले। अब यो मुसाले ओहो धेरै नोक्सान पुर्याएछ यहाँ त। यो चाहिँ अलि ठुलो गदाइसकेको भन्छ हैन, यसलाई डाँठ परेकोलाई गदाई भन्छ यसलाई। डाँठ परेको उम्रिन सक्छ, तर शीत पर्यो भने यो पलाउँछ। शीत पर्यो भने नपलाउनु पनि सक्छ। यो शीतमा भर पर्छ। अनि यो अग्लो पनि भएछ क्या ज्यादा हैन। बर्सिम चाहिँ राम्रो लाग्छ। यो अब हुर्केको बर्सिम चाहिँ पलाउँदा छिटो पलाउँछ। अनि अब यो हुर्केको जै फेरि डाँठ हालेको हुनाले त्यति छिटो नपलाउनु पनि सक्छ। शीतलहर परेन भने त
पलाउनी हो के अरे त्यो प्लस पऱ्यो भने कुहिन्छ यसको दाम बर्सी कुहिँदैन यो चाहिँ कुहिन सक्छ त्यसैले यो घाँस पनि अब पुरै काट्नु छ एकै दिन काटेर ल्याएर पनि नहुने घाँस यो हिउँमा घाँस सबै हुन्छ बर्खामा त अग्लो घाँस पनि हुनाले नेपियर लगाएर सुडानको पनि हाइब्रिड सुडान नामधारी जातको सुडान लगाउँछौँ हामीले त्यो पनि जान्छ 14-15 फुट हाइटमा जान्छ बल्ल आँखा हुन्छ खाना खाएर आएको पेट राजू घाम करी आजू नहीं करी परेवा खाई कि नहीं परेवा के मासू और दारू दवाई तो ठंडी भाग जाए राजू ले छोड़ियो नहीं खाना खाँदैन न कहिले पनि दारू भगवत हो गई एक की बार डलाई आई वाला हजुर एक की बार डलाई की फर्के घाँस त बहुत अग्लो भएछ नै कि छ काटेको पनि यदि छिटो पलाई भ्याएछ भाइवाला जबरजस्त हो जाए छ बजे जाए एक ही बार में हाँ 2 बजे उमरी पोखरी के बा आज के लिए पोखरी में अब है 3-4 दिन जाए सब तो हो जाए कितना डलाई की सर देखिए तो हो गई पूरा हाल दिनु यो सब बन जाए भाई वाला पूरा ना आओ किशोर चढ़ा दिया हमने के नहीं ठीक बा।